हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ काशी गुरुङ मुक्बाङ च्यानलमा। आज फेरि पनि सदाझै नयाँ मुक्बाङ भिडियोको साथ हजुरहरू सामु उपस्थित भइसकेको छु। आजको मेरो खानामा चाहिँ भेडाको के भन्छ अरे कलेजालाई चाहिँ मैले किमा बनाएर चाहिँ मोमो बनाएको छु। अनि माथिबाट टक्क चटनी राखेको छु। यहाँ पनि छ चटनी। अनि यहाँ मुलाको किम्ची छ। त्यसै गरी यहाँ चपागेरी नुडल्स अनि सनसाइड अफ एग। त्यसै गरी पिउनुको लागि सादा पानी चाहियो साथीहरू। ल म चाहिँ खान सुरु गर्छु। एकदम मिलाउँदा सेलाइसक्यो। ल हजुरहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि हजुरहरू नयाँ हेर्दै हुनुहुन्छ भने मन परेमा मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै म चाहिँ खान सुरु गर्छु है त। ल सुरुमा चाहिँ पानी खान्छु। ल उतापट्टि चाहिँ हल्ला छ। ल खान सुरु गर्छ है त। फर्स्ट बाइट नबोल न, कस्तो हल्ला गरेको। ल फर्स्ट बाइट खायो है त। मिठो छ। मिठो। यसमा मासु नै अलिअलि मिसिएको छ ल। अस्ति फ्रिजमा राखेको थिएँ, डिप फ्रिजमा। के अरे नुडल्स चाहिँ जम्छ क्या फेरि। अलिकति यो टिमुर बढी भएछ के अरे अचारमा चटनीमा। एकछिन यो साइडमा राखौँ है त। डल्लो पर्छ क्या एकैछिनमा। ल डल्लै पो आयो त। लामो लामो छ नि त। ओहो गाइस
मोमो चाहिँ फेरि हातले खाएको मिठो लाग्छ क्या। लात्ता पो त भयो। एकदम मिठो भएको छ। आज धेरै खाएको छु हो। दही चिउरा पनि खाएँ। अर्को के खाएको मैले, घर बस्यो भने सक 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 लाग्छ, के खाम हुन्छ क्या। खाँदा धेरै पो भयो। पेट त चरर भइसक्यो। ल साथीहरू, मैले चाहिँ यति खान सकेन, धेरै भयो। यो साइडमा राख्छु है, फुट्ला चाहिँ भयो। चटनी पनि उब्रियो, किम्ची पनि। ल एकदमै मिठो भएछ है। के अरे भेडाको कलेजोमा बनाएको मिक्स माक्स थियो, मासु कलेजो, अनि धेरै चाहिँ कलेजो थियो क्या। ल आजलाई चाहिँ यति नै। आजको मेरो यो भिडियो हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस्। सरी होला भन्दै आजलाई चाहिँ म बिदा मार्न चाहन्छु है त। बाई बाई, सी यू। खाएर यस्तो मात्रै हुन्छ।